मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय संवादे मध्यमाने मौददो उपनोषित दागुम नमो देव्यै महादेव्यै शिवाय सहस्रनाम नमः ल अब यता साइडमा राखौँ कि यतापट्टि घिउ पहिला घिउ खाइदिनु न लगन भो अनि त्यहाँनिर कसैले सङ्गिनी खेल्छ आउन शुक्रबारको दिन शुक्रबार होइन बिहिबारको दिन शाण्डिल्य गोत्रमा उत्पन्न भएका ठुलो भयो हाम्रा छोरा के नाम अरे मोदगल्य गोत्रमा उत्पन्न भएका हाम्रा छोरा के नाम हो ऋषभ जन्म नाम रूपेश नाम गरेका कुमारको शुभ उपनयन वेदारम्भ समावर्तन आदि कर्मको अघिल्लो दिन श्री गणेशजीलाई प्रसन्न गर्नको निमित्त गणेश लड्डु बनाउने कार्य सुरु हुन गइरहेको छ। यस अवसरमा हामी सबै तयारी छौँ लगनको लागि। लोक एक कमिटीहरू तयारी, विस्फोट सुगाउनेहरू तयार, भार बोक्नेहरू तयार, स्वस्ति वाचन गर्ने ब्राह्मणहरू तयार।
अझै हाल्नु त्यसलाई कति 3 घन बनाउनु त्यो यही राख्नु त्यसलाई पनि पर साइडमा राख्नु नि यो सबै डल हो कि त्यही भएर निस्किन म तिमसिना कहाँ तिमीसिना पहिला यहाँ भयो अब सबैले हात लाओ एक खेप ल सबैले हो अलिक सेन्टरमा राम्रो हो मेरो रक्ते हो भनेर गर्नु भाइले बुटेको बेला हो 3 जना भयो यो चाहिँ हो नि त कुरा फोटो राख्ने त यही भयो नि त अहिले सबभन्दा राम्रो हुने भयो यता उता उता पश्चिमतिर हुन्छ हेर न म यता हेर्छु पढाइ चाहिँ नलडा है अब भयो
अहिले भिन्दै भुटेर हाल्दा पनि हुन्छ त घरमा अलिकति छुट्टै धुलो पनि खोइ त घिउको बटुको यता उचाल्नु पुरा सुन्ना एकपट्टि धुलो हाल्यो त एकपट्टि धुलो हाल्यो तिल जाउ अहिले उनीहरू 18वटा सुपारी माइती राजा यहाँ आउ न मेरो माइती यहाँ आउँदा उनीहरूलाई बटुमा पानी लिएर आउँदा पानी लिएन राम्रै लजा दोहोऱ्याउ भाइ यत्र बनाउनु अरे हौ एउटा फुको एउटामा 18वटा राख्नु होइन तातो छ 3-4 जनाले बाँड्छ भने यो यसमा राखिदिनु ल त्यो बोको पारेर कपडा एउटै कपडा हो त एउटै मात्र त्यस्तो गरेर नर्मदाका बिस्तार सबैका कुरा सुन पानी ल्याऊ ओछ्याउने राख अब फुलपाती निकै सबैलाई चाहिन्छ गीताहरू चाहिँ कता बस्नुपर्छ पर्ता म त दौडामा त देख्छु तेल कि घिउ जेले भिजाइयो त्यही खोइ दुबो 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 चाहिन्छ फलफुल ल्याऊ गीता अमुल छैन यहाँ अहिले ए एउटा एउटा दुनो लिनु र पानी हालेर पानी अचाउनु पहिला सबैले अर्को त हराउँदैन त्यही हराउँछन् पहिले आचमन गर्नु त भन्छन् बेला भएकै छैन दुबो कतिवटा आमा 10 मिनेट पुग्नु पर्यो नि सुरु गरौँ
घरै यहाँ जुटाउन कम गाह्रो पर्छ पर्दैन पर्दैन अब एकछिन त्यसमा जय गणेश भन्छ। जय गणेश जय गणेश जय गणेश देव माता गौरी पार्वती पिता महादेव माता गौरी पार्वती पिता महादेव एकदन्त दयावन्त चार भुजाधारी एकदन्त दयावन्त चार भुजाधारी तिलक सोही नसके सवारी माता ऊपर तिलक सोही नसके सवारी जय गणेश जय गणेश जय गणेश देव माता गौरी पार्वती पिता महादेव माता गौरी पार्वती पिता महादेव चढौ फूल चढौ अन्न चढौ मेवा पान चढौ फूल चढौ अन्न चढौ मेवा लाडु भोग लगाई हामी गरै सेवा लाडु भोग लगाई हामी गरै सेवा जय गणेश जय गणेश जय गणेश देव जय गणेश जय गणेश जय गणेश देव माता गौरी पार्वती पिता महादेव माता गौरी पार्वती पिता महादेव शिवको जन्म भयो कैलाश दरबारमा शुक्ल पक्षे चौथी मङ्गलबारमा भाद्र महिना शुक्ल पक्षे चौथी मङ्गलबारमा जय गणेश जय गणेश जय गणेश देव जय गणेश जय गणेश जय गणेश ल दियोको छेउमा चढाइदिनु त्यो कुनामा अघि चढाएको जे छ नि
एकजनालाई दियोमा राखिदिने त्यो पास गर्नु न मनले पुरा चढाउने नगरे तस्मादपि नयाँ बस्ती नाम्नी ग्राम्य नामस्थाने ब्रह्मा विष्णु प्रजाप क्षेत्र श्री सिद्धेश्वर शिव पाञ्चायन मन्दिर हस्त सन्निधाने रामजान परिवार आदि युतोहम बन्धुवर्ग आदि सहितम आत्मभगिनी आदि युतोहम इष्ट कुटुम्बादि युतोहम सग्रामवासिन सहितम हेलो हामी चाहिँ नैवेद्यम यसो फल छ भने छेउमा बाहिरपट्टि राखिदिनु साना भए पनि भइहाल्छ म भन्छु त्यो चढाउँदा साह्रै होसियारपूर्वक चढाउनु मान्छेले ख्याल गर्छन् त्यो आफूले चढाएको तेल भुइँमा परेर टेकियो भने यो पूजाको अर्थ हुँदैन एक दानो त्यही बाटीमा पर्ने गरी चढाउने अनेक दिन बाहिर निकाल्ने सासूमालाई ल्याउँ त एउटा यता सासूमालाई तिल छ कि दुनामा हो त्यो तिल भएको दुनामा राखिदिनु त अहिले त्यसको काम गर्नु यो पत्ता लगाउनु त ओ छोरी बुझ्ने हो यो साडी अलि जोगाउनु छोरा छोरा यसरी है यसलाई पर हट्ने हट्टा यहाँ दुधुन लिन्छ पर्सानीमा दुधुन लिन्छ अनि चढाउने हो अनि अहिले खनाइदिने साडी साडी उता बहिनीको बेला भएको छैन म मन्त्र पढ्दैछु पुरै सफाई गर्यो है सबै सफाई गरे तिमीले पनि छोरी मसँगै पढेको गीता देवी बुझ्नु
एकजनाले गरेको सुनाए ए हो नि यसरी दुई हातले दिनु न यसो गरेर अर्को गर्नु हो त्यसै हो अर्को भन्नु सकल मन्त्र पुष्पाञ्जलि समर्पयामि। अलिकति एकजनाले माथि पनि यसो पुष्प लगिदिने, अरूले यहीँ छेउमा उता तुलसीलाई चढाइदिने। हरिशङ्कर भगवानको, लक्ष्मीनारायण भगवानको, पार्वती महादेवको, महापुराणको, भगवतीको, सीताराम भगवानको, हनुमानको, राधा कृष्ण भगवानको, आजको आनन्दको, सेवर्तिकाको, समस्त भक्तहरूको, पितृहरूको, गोत्रका समस्त पितृहरूको, समस्त भक्तका समस्त पितृहरूको मान्छेले
सुहाउँछ कन्छिरे झिको हारी आठना सालल बच्छ सुनको सिनादी पालुवा बगरमा सालल बच्छ सुनको सिनादी पालुवा बगरमा बाँचुन्जेलसम्म हाँस खेलै गाह्रो मारे कठौला जङ्गलमा जिन्दगीको भरोसा के छ जिन्दगीको भरोसा के छ दुई दिन मायालाई दिउन के छ दुई दिन मायालाई दिउन के छ दुई दिन मायालाई दिउन के छ खोइ प्रश्न खोइ प्रश्न बस्नु न तपाईँको त रेगुलर कति दिन भएको थियो होइन रेगुलर मन मन ता पूरी ता दिख जाए सब कुछ की याद मारिया
जोना वजदी ओला के बारे जिन फैल करते कबूतर वारगी ओ मेमा फिरती गुलाबी शेर का रंग है फिरंगी रखी तू सांभ के आ सानू ते लगदा सौदा तो चंगी जगह कोई नहीं है तदिया तू कहती बिग बैग पूरा लंदन चमकदा ओ जदों नचे पहनदी पूरा लंदन चमकदा तू कहती बिग बैग दी पूरा लंदन चमकदा ओ जदों नचे पहनदी पूरा लंदन चमकदा संजोग होला दैव होला भेटायो बगाना गाउँ होला ठाउँ होला बस्ने यो बना मुड्यो झुन्तारा झुना झुन्तारा टाढो छ आकाशै भन्न सजिलो होला मनमा नगाह्रो छ जस्तो देखा तिम्रो जोवन त्यस्तै छ सेवा सेवा
अब अब भयो 3 भाग भइगयो नि 2 भाग मात्रै भयो तल ल नै अब यो लिनु यसमा पानी खाउनु म ओखदाइले बेला खण्ड ओखदि बता दरो कुछ धर्मान्तर धाम यी त हुन्छ अब लु दिदी बहिनी बोलाइदिनु न यो थाल बोक्ने ल लु ठिकै छ यो खोल्दा कृष्ण हरे कृष्ण 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 देवकी नंदन तुमको वंदन रखते सबकी लाज सबके स्वामी अंतर्यामी पूरन कीजिए काज देवकी नंदन तुमको वंदन रखते सबकी लाज सबके स्वामी अंतर्यामी पूरन कीजिए काज मन मंदिर में सजे बिहारी मनमोहन तेरी छवि अति प्यारी मन मंदिर में सजे बिहारी मनमोहन तेरी छवि अति प्यारी बंसी बजैया रास रचैया तारनहार मेरे तुम ही के भैया तुमसे बड़ा कहाँ कौन कन्हैया श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवा श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवा देवकी नंदन तुमको वंदन रखते सबकी लाज सबके स्वामी अंतर्यामी पूरन कीजिए काज परंपार तेरी तू माखन चोर कहावे भवसागर से सबकी नैया तू ही पार लगावे भक्तों का सहारा तू बांसुरी वाला मथुरा के बसैया ओ नंद के लाला तेरी भक्ति में नाचे सब ताता भैया श्री कृष्ण गोविंद श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवा हे नाथ नारायण वासुदेवा देवकी नंदन तुमको वंदन रखते सबकी लाज सबके स्वामी अंतर्यामी पूर्ण कीजिए काज देवकी नंदन तुमको वंदन रखते सबकी लाज सबके स्वामी अंतर्यामी पूर्ण कीजिए काज अनि हेर Say
यस्तो भातमा पनि लाऊ। तुम प्रेम हो, तुम प्रीत हो, मेरी बांसुरी का गीत हो। तुम प्रेम हो, तुम प्रीत हो, मनमीत हो, राधे मेरी मनमीत हो। तुम प्रेम हो, तुम प्रीत हो, मनमीत हो, राधे मेरी मनमीत हो। तुम प्रेम हो, तुम प्रीत हो, मेरी बांसुरी का गीत हो। तुम ही हृदय में प्राण में कान्हा, तुम ही हृदय में प्राण में, निस दिन तुम ही हो ध्यान में। तुम ही हृदय में प्राण में, निस दिन तुम ही हो ध्यान में। हर रोम में तुम हो बसे, हर रोम में तुम हो बसे। तुम श्वास के आह्वान में, तुम प्रीत हो, तुम गीत हो, मनमीत हो, कान्हा मेरे मनमीत हो। तुम प्रेम हो, तुम प्रीत हो, मनमीत हो, राधे मेरी मनमीत हो। तुम प्रेम हो, तुम प्रीत हो, मेरी बांसुरी का गीत हो। हूँ मैं जहाँ तुम हो वहाँ, राधा। हूँ मैं जहाँ तुम हो वहाँ, तुम बिन नहीं है कुछ यहाँ। हूँ मैं जहाँ तुम हो वहाँ, तुम बिन नहीं है कुछ यहाँ। मुझ में धड़कती हो तुम्ही, मुझ में धड़कती हो तुम्ही। तुम दूर मुझसे हो कहाँ, तुम प्रेम हो, तुम प्रीत हो, मनमीत हो, राधे मेरी मनमीत हो। तुम प्रेम हो, तुम प्रीत हो, मनमीत हो, राधे मेरी मनमीत हो। तुम प्रेम हो, तुम प्रीत हो, पावन प्रणय की रीत हो। परमात्मा का स्पर्श हो, राधे। परमात्मा का स्पर्श हो, पुलकित हृदय का हर्ष हो। परमात्मा का
स्पर्श हो, पुलकित हृदय का हर्ष हो। तुम हो समर्पण का शिखर, तुम हो समर्पण का शिखर, तुम ही मेरा उत्कर्ष हो। तुम प्रेम हो, तुम प्रीत हो, मेरी भावना की तुम राधे जीत हो। दक्षिणाम अन्नम प्रदान देवताको वस्त्र हामी स्ट्यान्ड बाईमा छौँ। अभिवादन। अब यसो निहुरेर बाबालाई यहाँ ढोगिदियो। गुरु भनेको तिम्रो पहिलो गुरु बुवा है। बुवाले जे भने नि 100% गर्नुपर्छ। अरू सबैलाई उभिएर यसो वरिपरि सबैलाई खुट्टामा ढोका खुट्टामा खुट्टामा निहुरेर अब यहाँ आमाले यस्तो आशीर्वाद दिएर यस्तो टाउकामा राख्दिने यहाँ पनि ढोगिदियो। ठुलो होइन हात मात्रै यसो राख्नु नमस्कार त सबैलाई भन। छोडिदेऊ। अब दाउरा हात देब्रे हातमा ल्याऊ त, दाहिने हातमा एउटा ल्याऊ। अग्नि सुश्रव सुश्रवसम्म यहाँ एउटा एउटा लगाइदेऊ। अब अर्को ल्याऊ। ओम यथा तमग्नि यो घोप्ट्याउने छेउछेउमा अनि अरू आगन्तुकहरू एउटा साइडमा लाइन लगाएर है सजिलो हुन्छ भिडियोको नाम एउटा फल हालिदिनु है। भवती भिक्षा में देही भवती भिक्षा में देही। सबै लाइन बसिदिनु ल त्यता। भवती भिक्षा में देही, भवती भिक्षा में देही। अब मानो मानु छैन अर्को फेरि दिनु हुन्छ। भवती भवती भिक्षाम देहि। भिक्षा में देही। खोइ कान्छी माइजू ह्यान्डे हट्दिन्छ। यताबाट दाहिने जताबाट हुन्छ लु यता सबैजनाले हुन्छ न चल्न। भाइ अलिक साह्रो बोल्ने छोरो माथि खाएको एउटा बोरा थाप्नु न ढाकी गाह्रो हो नि त। भाइ भिक्षाम देवी
भनेपछि घट घट क्या हो तर तीनचोटि दिन हामी भइहाल्छ नि तिनैचोटि हुन्छ हुँदैन तीनचोटि दिन न हामी अलिकति आउनु बाबा यता आउनु छाला छाल्यो रियल तर छाला त रियल दिएर जाम न आउनु चाहिँ पढो त्यसो भने आउनु चाहिँ पढो तिनपल्ट आउँछन् त्यहाँ है तीनचोटि गर्ने हो कि एकैचोटि ल माग्छ भाइ भाइसँग बाबा पनि साथी छौँ टेन्सन नगर्नु ठुलो स्वर गरेर हेर्नु भाइ यता हेर अङ्कल यता दुईजना हेर ल त्यो भवती
भगवती भिक्षां देहि फोटो खिच्नु भनेको चाहिँ साँच्चै साह्रो बोले भएन भगवती भगवती साह्रो बोले अझै साह्रो बोले भगवती भिक्षां देहि भगवती भगवती भिक्षां देहि अलिक साह्रो बोले भिक्षां देहि अझै साह्रो बोले भगवती भगवती भिक्षां देहि भगवती भगवती भिक्षां देहि भगवती भगवती भिक्षां बाबुले हुँदैन त के होइन हुँदैन फोटो दियो हजार रुपया भगवती भगवती भिक्षां देहि भिक्षामा 1000 रुपया देहि लटपटी थाली गयो हजार हजार बाँड्नु थाली लटपटी हो अनि आइसिएनसी के भन्छन् म त त्यति बुझ्दिनँ क्युआर कोड पठाउनु के भन्छ एकैचोटि दिने कि हामी अब एक राउन्ड बाँकी छ अब यो भने दिउँ कि त्यो
नमस्ते गरेर बस्नु न ऋषभ नमस्ते गरेर बस्नु हात जोडेर आन्टी यसमा पूजा गर खाऊ पानी के भन्नुलाई गुरु ओम नमः सुप्रभातो संसंकुरु ओम वासी ओम एवं अहम मनुष्याणां वेदस्य निधितो भूयासम ओम स्वाहा अब ओम अग्ने तन्निस्तानम आपनः ओम वेदां वेदेव सविता प्रणतो वेदा वेदा देवी सरस्वती आददातु मेरो बुद्धि आएको छैन भने सरस्वती माताद्वार बुद्धिमा अहम हो वैश्वानरत्वम अभिवादय छोडिदेऊ त्यो गुरुलाई अग्निलाई यसको नमस्कार गर अब गुरुलाई पनि पानीसँग भइगयो त ल यसो उठेर जाऊ अनि मामाले तानेर ल्याउनु गाय नमः माहेश्वरी नमः ओम अग्नय नमः नमो सर्वेभ्यो सर्वेभ्यो नमः दोस्रोमा अब तेस्रोमा ओम मृताका मृतनामानि अग्निगन्धर्वस्त सुखदयोग सरसो नामसम इदं ब्रह्मक्षत्रं होइन भाग्ने त भाग्ने भन्दै थिएँ भाग्दैन ल भनेर अब छैटौँमा अब ओम मामानस तुकेतनै मानाय विमानको कुमय मानस ग्रीका मानव विरान दुर्बाबिरो बजिरे अभिमन्त्र सदमित्वा हवामहे ओम रुद्राय नमः ऐन्द्राय नमः वायव्ये नमः अब सातौँमा ओम सहस्र शिरिखा पुरुखा सहस्राक्ष सहस्रपात सर्वमुखं सर्वदशाङ्गुलम् ओम अष्टचिरञ्जीवी चामुण्डायै नमः सोमाय नमः अब आठौँ कलशमा ओम महालक्ष्मी नमः भएको छैन ओम महासहस्रशिरिखा सङ्कल्प सिद्धिरस्तु तेन मामिति मन्त्रेण तेनेति प्रजापति छन्दा आपो देवता अभिषेचने विनियोग छोडिदिनु हरि ओम महा एकजना गुरु लगाउने कपडा मामालाई पठाएको छ अब ल्याउला नि अब कपडा यसो पूजा गरेर अब गणेशमा छ गणेशलाई पहिले अर्पण गर अर्पण गरे अर्को एउटामा खालि हुन्छ हरे राम 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 हरे 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 राम राम हरे 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 हरि ओम जने नमः जन्मनि वाचानि धर्माणि प्रथमानि संघानि अनागम महिमानः
उन्नति जान्छ सर्वपाप ल अरू सबैलाई त साइड राखिदिनु श्रीमन्नारायणाय अब यो कोही हुन्न नि अब राखौँ अहिले अलिकति भन्ने बेला पनि लुगा फेरिसक्यो नि एउटा हुन्थ्यो बाबुलाई पनि हेराउनु पर्ने हो बोलाउँ एकैछिन बोलाउन बोलाउँदा खान्छ तिमी मेरो पहिलो माया चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरु तिमी मेरो पहिलो माया चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरु मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा तिमी नजिक हुँदा संसार जिते झै लाग्छ बिहानी किरणले मेरो सपना कहाँ भाग्छ तिमी नजिक हुँदा संसार जिते झै लाग्छ बिहानी किरणले मेरो सपना कहाँ भाग्छ मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा झरनाको पानी जस्तै निश्चल मेरो यो माया बुझिदेऊ न ओ प्रिय बन्छु तिम्रै मात्र छाया झरनाको पानी जस्तै निश्चल मेरो यो माया बुझिदेऊ न ओ प्रिय बन्छु तिम्रै मात्र छाया मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस
सानो मनमा सजा राख तिमी मलाई तिम्रो मनको कुनामा कमरमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखा नि राम्रै हो मन पर्यो नि ओठा ए आँखा नि राम्रै हो मन पर्यो नि ओठा तिम्रो पानीका छडा सेतै छ मन छ कता आँखा त यतै छ तिम्रो पानीका छडा सेतै छ मन छ कता आँखा त यतै छ रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी हेर्न छैन केमा खोटा हे राम्ररी हेर्न छैन केमा खोटा कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी हेर्न छैन केमा खोटा हे राम्ररी हेर्न छैन केमा खोटा
लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढन आँखमा पोखे मैले गीतैको भाकैमा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढन आँखमा पोखे मैले गीतैको भाकैमा रुको माइ कटा रुको माइ कटा रुको माइ कटा रुको माइ कटा आँखा नि राम्रै हो मन पर्ने ओठा हे राम्ररी हेर न छैन केमा खोटा ए आँखा नि राम्रै हो मन पर्ने ओठा हे राम्ररी हेर न छैन केमा खोटा ए आँखा नि राम्रै हो मन पर्ने ओठा हे राम्ररी हेर न छैन केमा खोटा ए आँखा नि राम्रै हो मन पर्ने ओठा हे राम्ररी हेर न छैन केमा खोटा नमस्ते चाहिँ सबैलाई गर्नुपर्छ दिनु भयो भेटिनै छाडे हजुर बर पेपाल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया भेटिनै छाडे हजुर बर पेपाल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो मायाले डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो मायाले नाच्न गाउन रोदीमै गइन्थ्यो नि है साथीसँगै सबै छुट्टै कहाँ गए खै नाच्न गाउन रोदीमै गइन्थ्यो नि है साथीसँगै सबै छुट्टै कहाँ गए खै शैलीको त्यो बोलीमा अड्किन्थ्यो मन सम्झना बेबीलाई गाए रमाइला ती छेड
काट्दै छोटो जीवन सँगसँगै हँसाउला नलो प्रेम छोडेर जाने भा छोटो जीवन सँगसँगै हँसाउला नलो प्रेम छोडेर जाने भा पहिले त माया लौ भन्दा घरकाले दिन्थे नारे अहिले त जाली छन् सबै चोखै माया भेटिन्न रे डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो मायाले डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो मायाले सम्झना साटे मायाको चिनो कुसुमे रुमाला तैराके साइले नबिर्सेस माया यो जनलाई सोचेर सम्झना साटे मायाको चिनो कुसुमे रुमाला तैराके साइले नबिर्सेस माया यो जनलाई सोचेर यो जनलाई सोचेर यो जनलाई सोचेर ईशा के भयो किन एक्लै बसिरहेको Is everything all right? ब्यान्डले यस्तो दामी म्युजिक प्ले गरिरहेछ यार आउनु नाच्नु के हेरेको आज हाम्रो भेट भएको दिन आज हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछौ किन नगर्दो मना माया लागेको होइन नभना हिजो अस्ति त्यही पर भेटेको हिजो अस्ति त्यही पर भेटेको तिम्रो माया मनमै छ लेखेको नगर्दो मना माया लागेको होइन नभना माया लागेको होइन माया मिठो अल्लारे पैसामा माया मिठो अल्लारे पैसामा किन्नलाई पाइदैन पैसामा किन्नलाई पाइदैन पैसामा माया र भोलिलाई नभना माया र भोलिलाई नभना हल्की जाला त्यो लाली जोबना फेरि भेट हुन्छ कि हुँदैन फेरि भेट हुन्छ कि हुँदैन नगर्दो मना माया लागेको होइन नभना
भेट भएको दिन आज हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछौ किन नगर्दो मना माया लागेको होइन नभना भन्थ्यौ नि मसिताई मनको साइनो जोडी छौ कोसिताई जुनी काट्छु भन्थ्यौ नि मसिताई मनको साइनो जोडी छौ कोसिताई जहिले हिँड्छौ नयाँ नयाँ खोजीमा हुन्न कहिले दाम पैसा खोजीमा जहिले हिँड्छौ नयाँ नयाँ खोजीमा हुन्न कहिले दाम पैसा खोजीमा पहिले माया मोहनी लगाउने अहिले भेटु भन्दा नि नआउने पहिले माया मोहनी लगाउने अहिले भेटु भन्दा नि नआउने हो यो जमाना पैसाको भर नहुने पानी र बैसाको हो यो जमाना पैसाको भर नहुने पानी र बैसाको कमाउँदैन पाइहाल्छौ जोवन मेरै रूपमा नलगाऊ त्यो मन कमाउँदैन पाइहाल्छौ जोवन मेरै रूपमा नलगाऊ त्यो मन तिम्रै नाम जपेर बस्नी हो आइनौ भने खरानी घस्नी हो तिम्रै नाम जपेर बस्नी हो आइनौ भने खरानी घस्नी हो गाउँको फुल पार्टी है पलायो बैगुनीको मायाले मुटु है जलायो बैगुनीको मायाले मुटु है जलायो जुनी काट्छु भन्थ्यौ नि मसिताई मनको साइनो जोडी छौ कोसिताई जुनी काट्छु भन्थ्यौ नि मसिताई मनको साइनो जोडी छौ कोसिताई जहिले हिँड्छौ नयाँ नयाँ खोजीमा हुन्न कहिले दाम पैसा खोजीमा जहिले हिँड्छौ नयाँ नयाँ खोजीमा हुन्न कहिले दाम पैसा खोजीमा पहिले माया मोहनी लगाउने अहिले भेटु भन्दा नि नआउने पहिले माया मोहनी लगाउने